सो हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आइए हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु र हजुरहरूले चाहिँ मेरो हिजोको भिडियो हेरिदिनु भएकोमा धन्यवाद। सबैजनालाई खासै भिड त गएको छैन, त्यही पनि हेरिदिनु भएकोमा धन्यवाद हजुरहरूलाई। आज चाहिँ मैले मेवाको अचार बनाएको थिएँ कि अब के गरौँ हुन्छ नि त मलाई। अनि मैले चाहिँ अचार बनाएको थिएँ। हजुरहरूलाई कस्तो लाग्छ मेवाको अचार? कोले खानुभएको छ? यो चाहिँ मैले सानोमा यति खान्थेँ म गाउँमा बस्दाखेरि। अनि मलाई चाहिँ मम्मीले पठाइदिनु भएको थियो कि अनि मियाको अचार बनाएको थिएँ मैले। यति मिठो भएको थियो नि मियाको अचार। हजुरहरूलाई कतिको मनपर्छ मेवाको अचार? मलाई चाहिँ लास्टै मनपर्छ, तर मैले चाहिँ फर्स्ट टाइमै ट्राई गरेको थिएँ अचार बनाउन नि। यो चाहिँ मेरो फर्स्ट टाइमै थियो। यो अचारको रेसिपी चाहिँ मैले चाहिँ बनाएको थिएन कि कहिले पहिला पनि, अहिलेसम्म बनाएकै थिइनँ। अनि यो अचार चाहिँ हजुरहरूलाई कस्तो लाग्यो लाइक कमेन्ट गरिदिनु होला। यो चाहिँ मलाई मेरो हजुरआमाले बनाएर खुवाउनुहुन्थ्यो कि अहिले त उहाँ बितिसक्नुभयो। अनि मेरो आफ्नो हजुरआमा त हुनुहुन्थ्यो, तर अरू हजुरआमाले बनाएर खुवाउनुहुन्थ्यो। तर मलाई लास्टै मन पर्थ्यो कि यो चैत वैशाख खाने बेला हो नि त यो अचार। अनि हजुरहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट गर्नु होला।